नेकपा एमालेले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील विचारका र पीडित व्यक्तित्व सबैलाई पनि समेट्नुपर्छ भनेर जनवर्गीय पेशागत सामुदायिक संगठनहरू निर्माण गरेको छ, जसको माध्यमबाट सबै साथीहरूलाई सङ्गठित गर्न सकियोस् र देशभक्तिका काममा, मोटामोटी रूपमा भन्ने हो भने देशभक्तिको काममा जो योगदान जसले गर्न सक्छ उसलाई गर्न लगाउन सकियोस्। त्यस उद्देश्यका साथ यस्तो विभिन्न जनवर्गीय सङ्गठनहरू स्थापना गरेको छ, जसमध्ये नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन पनि एउटा। म यसका अध्यक्ष विनोद पाण्डेजीलाई धन्यवाद भन्न चाहन्छु। उहाँको नेतृत्वमा सङ्गठनले आफ्नो अस्तित्व मात्रै देखाएको छैन, आफ्नो औचित्य, आवश्यकता र आफ्नो भूमिकाले आफ्नो महत्त्वलाई पनि स्थापित गरेको छ। योजनाबद्ध ढङ्गले कामहरू भएका छन्। सही दिशातर्फको, सही गन्तव्यतर्फको यात्रा योजनाबद्ध ढङ्गले अगाडि बढाइएको छ र आफ्ना कामहरूको अवस्था के छ, कति प्रगति भयो वा भएन, वैचारिक प्रश्नमा होस्, साङ्गठनिक प्रश्नमा होस् अथवा व्यावहारिक रूपमा गर्नुपर्ने कामहरूको सन्दर्भमा होस्, आफ्नै सङ्गठनको प्रस्तुति, भूमिका कस्तो रहेको छ भन्ने कुरामा पनि समीक्षा गरेको छ संस्थाले। आफ्नो बेग्लै शैली, बेग्लै तरिका, बेग्लै पहिचानका साथ भूतपूर्व सेना प्रहरीको यस सङ्गठनले आफूलाई परिचित गराएको छ, स्थापित गराएको छ। म बधाई भन्न चाहन्छु र उज्जवल भविष्य रहोस् यस संस्थाको र यसमा आबद्ध साथीहरू र यससँग सरकार राख्ने अन्य साथीहरू जो आबद्ध हुनुहुन्न उहाँहरूलाई पनि शुभ होस् सबैको भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो देशमा एउटा यस्तो पनि समय आयो जति बेला अनावश्यक ढङ्गले हिंसा प्रारम्भ भयो। हिंसै मचाउनु पर्ने कुनै कारण थिएन र त्यो हिंसा कुनै ठोस गन्तव्यमा पुग्नेवाला पनि थिएन। त्यो अलिक समय नेपाली जनताका लागि, देशका लागि त्रासदीपूर्ण र बुद्ध भूमि, शान्ति भूमि भनेर चिनिने ठाउँ अशान्तिको, अकारण अशान्तिको भूमिको रूपमा परिणत भएको थियो। त्यसको मारमा सबभन्दा अगाडि त सेना प्रहरी नै पर्यो। यसरी सेना प्रहरी मात्रै परेन, त्यस कारणले उनका घर परिवार, उनका परिवारजनहरू, परिवारका सदस्यहरू, आमा बुवाहरू, दाजुभाइ दिदीबहिनीहरू, श्रीमती, बच्चा बच्चीहरू, श्रीमान सबैलाई त्यसको अत्यन्तै प्रतिकूल प्रभाव र पीडादायक रह्यो सबैका लागि। यहाँ हामीले द्वन्द पीडित केही महिला दिदीबहिनीहरूलाई सम्मान गर्यौँ, केही उपलब्ध पुराना साथीहरूलाई सम्मान गर्यौँ। म उहाँहरूलाई फेरि पनि सम्मान भन्न चाहन्छु, उहाँहरूको धैर्यताको प्रशंसा गर्न चाहन्छु र उहाँहरूले आफूलाई सम्हालेर, घर परिवार सम्हालेर जसरी अगाडि बढ्नु भएको छ
त्यसको म प्रशंसा गर्न चाहन्छु र उहाँहरूको पीडाप्रति सहानुभूति र त्यसमा सेयर गर्न चाहन्छु उहाँको पीडालाई। द्वन्द्व नहुनु पर्थ्यो, भयो। धेरै मेहनतका साथ हामीले उहाँहरूसँग संवाद गरेर उहाँहरूलाई सम्झाएर यो बाटोबाट कहीँ पुगिनेवाला छैन भनेर र फेरि पनि प्राप्त गर्ने के हो, कसैका विचारका लागि मुख थुनेर तपाईँलाई साध्य हुन्न। गलत क्रियाकलाप रोक्न सकिन्छ तर विचार रोक्न सकिँदैन। विचार व्यक्त गर्ने कुरालाई समुचित ढङ्गले व्यक्त गर्नुपर्दछ। अश्लील, असामाजिक, गालीगलौज, अमर्यादित, समाजलाई ग्राह्य स्वीकार्य नहुने असभ्य भाषा, शैली, भावभङ्गी जस्ता कुराहरूको प्रयोग उपयुक्त हुँदैन। विचार व्यक्त गर्न पाइन्छ, सदैव खुल्ला छ। अनि फेरि प्रतिस्पर्धा गर्न पाइन्छ, जनताका बीचमा चाहिन्छ र द्वन्द्व सुरु हुनभन्दा अगाडि नेकपा एमाले जितेर, चुनाव जितेर, चुनावको माध्यमबाट एकल सरकार बनाएर ऐतिहासिक कामहरू गरिसकेका छ। ती ऐतिहासिक कामहरूबाट त्रसित भएर अरूको अस्तित्व सङ्कटमा परेको महसुस गरेर अनेक तरिका अपनाएर नेकपा एमालेलाई त्यसबेला सरकारबाट विस्थापित गरिएको थियो। हामीले ती कुराहरू उहाँहरूलाई बुझायौँ। शान्तिपूर्ण ढङ्गले संवैधानिक बाटोबाट अगाडि जान र सरकार बनाउन सकिन्छ, आफ्ना नीतिहरू कार्यान्वयन गर्न सकिन्छ भने हिंसाको बाटो किन चाहियो? हिंसा त त्यति बेला मात्रै स्वीकार्य हुन सक्छ जति बेला निहत्था जनतालाई सत्ताले दमन गर्छ, अधिकार खोज्छ, अधिकार दिँदैन र अधिनायकवादी जहानिया राणा शासन होस् कि शाह शासन होस् कि अरू कुनै होस्, जहानिया जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका आधारमा जन्मिँदै कोही राजा हुन जन्मिने, कोही श्री 3 हुन जन्मिने, कोही श्री 5 हुन जन्मिने, यस खालका भ्रमपूर्ण र मूर्खतापूर्ण कुराहरूलाई वास्तवमा अस्वीकार गरेर जनताले अब अगाडि जान सक्ने अवस्था छ। त्यसकारण तपाईँहरू हिंसा रोक्नुहोस्। उहाँहरूसँग वार्ता गरेर हिंसा रोक्न लगाई। सरकारको तर्फबाट, राज्यको तर्फबाट, मूलधारका राजनीतिक पार्टीहरूको तर्फबाट हिंसा सुरु गरिएको थिएन। हिंसा गर्ने नीति पनि थिएन। शान्तिपूर्ण ढङ्गले, शान्तिपूर्ण आन्दोलनबाट हामीले अधिनायकवादी व्यवस्थालाई समेत पराजित गरेका थियौँ। त्यसो भएर अधिनायकवादी व्यवस्थालाई यतिसम्म कि तत्कालीन राजा ज्ञानेन्द्र शाहले 58 सालपछि क्रमशः 61 साल माघ 19 गतेसम्म पुग्दा गरेको एकपछि अर्को तानाशाही कदमहरू, त्यसलाई पनि पराजित गरिएको थियो। त्यस्तो स्थितिमा द्वन्द्व कायम राख्नुपर्ने, हिंसा कायम राख्नुपर्ने कुनै आवश्यकता थिएन। शान्तिपूर्ण बाटोबाटै अगाडि बढ्न सकिन्छ र प्रतिक्रियावादी शक्तिहरूलाई पराजित गर्न सकिन्छ भन्ने कुरा स्थापित भइसकेका थियो। त्यसकारण हामी सैद्धान्तिक बहकाममा लहडको विषय बनाएर, भावनामा बगेर, आवेश उत्तेजनामा आएर हिंसाको बाटो अपनाउने होइन, शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्किनुहोस् भनेर उहाँहरूलाई भन्यौँ। आज हामी त्यस शान्ति स्थापनाको अन्तिम किस्ता, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरू निर्माण गर्ने प्रक्रियामा छौँ। यसमा ढिलाइ भएको छ। यो ढिलाइमा द्वन्द्व पीडितहरूको कुनै हात छैन
राजनीतिक कारणले नै यो ढिलाइ भएको छ। यस्तो नहुनु पर्थ्यो, फेरि पनि ढिलाइ भएको छ। अब ढिलाइ नगर्ने त्यो एउटा प्रयास हाम्रो तर्फबाट हामीले जारी राखेका छौँ र मैले विश्वास लिएको छु हामी त्यस प्रयासलाई सफल बनाउन सक्छौँ। हामीले बुझेका छौँ पीडा के हो। हामी आफै पनि कहिले जेल, कहिले नेल, कहिले भूमिगत विभिन्न प्रकारका अप्ठ्याराहरू, हाम्रा साथीहरू मारिएको कुराहरू हामीले देखेका छौँ। यी सबै कुरा देखेर भोगेर आएका छौँ। पीडा कस्तो हुन्छ हामीले थाहा पाएका छौँ। आफै नमारिए पनि हाम्रा नजिकका साथीहरू हाम्रा आँखा अगाडि मारिएका हामीले देखेका छौँ। उहाँहरूको पारिवारिक स्थिति, उहाँहरूको परिवारले भोग्नु परेका पीडा, ती कुरा पनि हामीले देखेका भोगेका छौँ। त्यसकारण द्वन्द्व पीडित दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा वा सत्य निरूपण तथा मेलमिलाप आयोग गर्दा आयोगले काम गरेर निष्कर्ष निकालेर यसलाई अन्तिम निष्कर्षमा पुर्याउँदा पीडितहरूलाई न्याय दिएर यो ट्रान्जिसनल जस्टिसको समय भनिन्छ यसलाई, यो सङ्क्रमणकालीन न्यायको समय भनिन्छ। सङ्क्रमणकालीन या अन्त्यकालीन यो द्वन्द्वको अन्त्य गर्ने समयको कुनै पीडा दिने होइन, न्याय दिने कुरा हो। यो सङ्क्रमणकालीन न्यायको कुरा हो। त्यसकारण तपाईहरूलाई न्याय दिनका लागि यी आयोगहरू बन्ने र तपाईहरूलाई न्याय दिइन्छ। म तपाईहरू यहाँ उपस्थित र देशभरि रहेका द्वन्द्व पीडितहरूलाई भन्न चाहन्छु, द्वन्द्व पीडितहरूलाई अर्थात् पीडितलाई न्याय दिने यो नै उद्देश्य अहिलेका आयोगहरूको न्याय दिनका लागि नै यी कामहरू हुने गरेका छन् र न्याय दिइन्छ। यस सम्बन्धमा परिपूरणका प्रश्नहरू वा अरू प्रश्नहरू केही दिन अगाडि मात्रै यहाँ द्वन्द्वकै सम्बन्धमा आयोजित एउटा कार्यक्रममा मैले भनेको थिएँ, एभरेस्ट होटलमा आयोजित कार्यक्रममा, कि अमानवीय चरम अपराधहरू, त्यस्ता अपराधहरू, जघन्य अपराधहरू, त्यस्ता कुरालाई छुट हुँदैन, त्यस्तालाई माफी दिन सकिँदैन। त्यस्तो कुराहरूको सन्दर्भमा कारबाहीको विषय बन्छ र अरू कुराहरू जो माफी दिन सकिने खालका छन् त्यसमा माफी दिने, मेलमिलाप गर्ने बाटो हुन सक्दछ र पीडितहरूलाई परिपूरण जस्ता कुराहरूबाट सम्बोधन गर्ने कुराहरू पनि हुनेछन्। म यस सन्दर्भमा यति भन्न चाहन्छु कि यो काम गराउनका लागि सरकार लागि परेको छ, नेकपा एमाले लागि परेको छ, यहाँहरूलाई थाहा छ। र अहिलेको सरकार भनेको नेकपा एमाले र नेपाली कङ्ग्रेसको छ। यो दुईटै पार्टी लागेको छ, दुईटै पार्टीको सरकार लागेको छ। अरू पनि सरकारमा भएका पार्टीहरूको यी कुराहरूमा सहमति छ। म दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, हामीले काम गर्ने देशका लागि हो, देशको रक्षाका लागि हो। हामी परिवारका लागि, समुदायका लागि, आफ्नो ठाउँका लागि र देशका लागि काम गर्छौँ। कसरी देशलाई अगाडि बढाउन सकिन्छ, कसरी देशको राजनीतिलाई समाज सेवाको एउटा माध्यम, समाजमा शान्ति, सुव्यवस्था र सुशासन स्थापनाको एउटा माध्यम, देशमा अनुचित क्रियाकलापलाई रोक्ने, भ्रष्टाचार, अनियमितता वा अन्य अपराधजन्य कुराहरू, सामाजिक अपराधहरू रोक्ने, समाजमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण कानुन बनाउने र कानुनको राज स्थापना गर्ने, ती कुराहरूमा हामी लाग्छौँ। कानुनको राज, कानुन भनेको पञ्चायती कानुन जस्तो कानुन बनाएर कानुनको राज भनेर केही अर्थ छैन। संविधान बनाउँदा राजाले खल्तीबाट दिने जस्तो, पहिलेका संविधान जस्तो संविधान बनाएर
संविधान अनुसार चल्छु भनेर केही अर्थ छैन। त्यो अधिनायकवादी तानाशाही संविधान फाल्नु पर्दथ्यो। अहिले त्यस्तो होइन, लोकतान्त्रिक संविधान छ, जनताले बनाएको संविधान छ, यसको रक्षा गर्नुपर्दछ, यसको ठाउँ ठाउँमा आवश्यक परे अनुसार संशोधन गर्नुपर्छ, त्यसमा सुधार गर्नुपर्छ, तर यसलाई रक्षा गर्नुपर्छ, लोकतन्त्रलाई रक्षा गर्नुपर्छ र अगाडि बढ्नुपर्छ। हामीले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्दछ र थप उपलब्धिका लागि अगाडि बढ्नुपर्छ। लोकतान्त्रिक प्रणाली हामीले स्थापना गरेका छौँ, त्यो प्रणाली अनुसारका प्रक्रिया र अभ्यास आचरणहरूलाई सुदृढ ढङ्गले स्थापना गर्ने प्रक्रिया, त्यस प्रोसेसमा हामी छौँ र त्यसरी नै हामी अगाडि बढ्दै जानेछौँ। कुनै पनि प्रकारको हिंसा, तोडफोड, आगजनी, हत्या र सामाजिक अपराध, बलात्कार, मानव बेचबिखन अथवा लागु औषधको कारोबार जस्ता क्रियाकलापहरूलाई हामी कडाइका साथ रोक्छौँ। आर्थिक हिसाबले भ्रष्टाचार, कमिसन तन्त्र र सीमावर्ती क्षेत्रमा सीमाको खुला सिमानाको दुरुपयोग गरेर गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरू, तस्करीजन्य क्रियाकलापहरू र विभिन्न प्रकारका ओसार पसारजन्य क्रियाकलापहरू, त्यसलाई हामी रोक्छौँ। हामी त्यस ढङ्गले अगाडि बढ्छौँ। अहिलेको सरकार त्यसरी अगाडि बढ्छ र हाम्रा नीतिहरू स्पष्ट छन्। हामी शान्तिको पक्षमा छौँ, मेलमिलापको पक्षमा छौँ। हाम्रो देश विविधतायुक्त देश छ। हामी एकै ठाउँमा कहीँ कुनै देशमा कोही बसेको हुँदैन। कोही पूर्वमा, कोही पश्चिममा, कोही उत्तरमा, कोही दक्षिणमा, कोही मध्यमा, कोही कहाँ। भूगोल अनुसार कोही पहाडमा, कोही हिमाली भेगमा, कोही चुरे भावर क्षेत्रमा, कोही तराई वा मधेसमा बसेका हुन्छ। त्यसै गरेर हाम्रो देश, कतिवटा देश, थोरै देश छन् दुनियाँमा जहाँ जातिहरू एउटै भाषा बोल्छन्, एउटै जाति छ, सिङ्गै देश, एउटै जाति छ, एउटै भाषा बोल्छ, खालि थर मात्रै फरक छ, थर नाम मात्रै फरक छ, एउटै जात छ, एउटै भाषा बोल्छ, एउटै पहिरन लगाउँछ। अहिले ती समाजहरूलाई पनि खलबल्याउने प्रयास, धार्मिक हिसाबले तिनको एकतालाई तोड्ने खलबल्याउने प्रयासहरू भएका छन्। ती समाजले आफैले बुझ्ने कुरा हो, हामीले केही भन्ने कुरा होइन। उनीहरूको आफ्नो सभ्यता, आफ्नो संस्कृतिको रक्षा गर्ने उनीहरूको काम हो, हाम्रो काम होइन। हामी आफ्नो सभ्यता संस्कृतिको रक्षा गर्छौँ, हाम्रो गौरवपूर्ण परम्पराको सम्मान गर्छौँ र अगाडि बढ्छौँ। हामीसँग 5000 वर्षभन्दा लामो इतिहास छ। कहिले देश अलिक टुक्रियो होला, कहिले अलिक एकीकृत भयो होला। पृथ्वीनारायण शाहले गरेको पछिल्लो एकीकरण हो। त्यसभन्दा अगाडि पनि एकीकरणहरू थुप्रै भएका थिए। कुमाऊँ गढवाल उता पश्चिमदेखि लिएर कोशी नदीसम्म खस राज्य थियो एक समयमा। त्यो साधारण एकीकरण होइन। पूर्वमा कोशी नदीसम्म र पश्चिममा कुमाऊँ आदि क्षेत्रहरू समेत, गढवाल क्षेत्रहरू समेतलाई समेटेर यो सिजा, डोटी आदि राज्यहरू फैलिए। एकीकरण थुप्रो पल्ट भएको छ, फेरि टुक्रिएका छन्, फेरि एकीकरण भएको छ, फेरि टुक्रिएका छन्। त्यस्तो अवस्थाहरू भएको थियो। ती सबै एकीकरणहरू भए। एकीकरण अवश्य नै सजिलो कुरा होइन। कसैले पनि थपक्क देश छोडिदिन, मिलाइदिन, शासनबाट ओर्लिन मान्नु रहेन। उसलाई पराजितै गर्नुपर्दो रहेछ। त्यसरी लडाइँहरू भए, एकता एकीकरणका लागि भए, कहिले कहिले छुट्टिनका लागि पनि भए, स्वार्थका क्षतिहरू पनि भए र एकीकरण गर्दाखेरि पनि आफूलाई ठुलो राज्य बनाउने, आफ्नो देशलाई र ठुलो राज्यको राजा हुने मनसायले नै एकीकरण भएका थिए। तर ती सकारात्मक कुरा थिए, ती राम्रा कुरा थिए, सकारात्मक कुरा थिए। एकीकरणको महान काम गर्ने उद्देश्यभन्दा राज्य विस्तार गर्ने र आफ्नो ठुलो र बलियो राज्य बनाउने उद्देश्यहरू थिए। जे भए पनि ती राम्रा काम थिए। एकीकरण सदैव राम्रो काम हो र त्यो
हामी सदैव प्रशंसा गर्छौँ। आज हामी एउटा गर्व गर्न सक्छौँ, हाम्रो देश इतिहासमा कहिल्यै पनि पराधीन चाहिँ भएन। आपसमा एकीकरणका लागि प्रयास भए, लडाईँ भए होला। एकीकरणबाट छुट्टिनका लागि कहिले कहिले लडाईँ भए होला। आफ्नो आफ्नो पृथक राज्य बनाउनका लागि लडाईँ भए होला। तर विदेशीका अगाडि कहिल्यै पराधीन भएर नेपाल बसेन, कहिल्यै कसैको उपनिवेश भएन, सधैँ स्वतन्त्र र स्वाधीन रह्यो। यसमा हामीले वास्तवमा गौरव गर्नुपर्दछ। विश्वमा अहिले भएका 194 वटा देश, 193-94 वटा देशमध्ये 19 वटा देश, उपनिवेश कायम गर्नेहरू समेत 19 वटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भए पनि स्वतन्त्र रहेको थियो। त्यो हामीले गर्व गर्नुपर्दछ र यस स्वाधीनतालाई, यस स्वतन्त्रतालाई, यस भौगोलिक अखण्डतालाई हामी अत्यन्त सम्मान गर्दछौँ, माया गर्दछौँ। यसलाई कायम राखेर छोड्दछौँ। यसलाई सग्लो नेपाल हाम्रा सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण हामी गर्छौँ। त्यो हाम्रो आजको पुस्ताको सङ्कल्प हो। न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान खुम्चिन दिन्छौँ, केही पनि खुम्चिन दिँदैन। तर त्यतिले मात्रै हामीलाई पुग्दैन। आन्तरिक रूपमा हामीले विकास गर्नुपर्दछ, पूर्वाधार विकास गर्नुपर्दछ, अरू कुराहरूको विकास गर्नुपर्दछ। त्यस काममा हामी लागेका छौँ। आर्थिक विकास, समाजमा थुप्रै विकृतिहरू फैलाउने, आयातित विकृतिहरूको डुङ्गुर यहाँ ल्याएर यसलाई आयातित विभिन्न ठाउँका विकृतिहरूको डम्पिङ साइट बनाउन खोजिएको छ नेपाललाई। हामीलाई त्यो मन्जुर छैन, हुनु हुँदैन, हुने छैन। हामी नेपाललाई विकृतिहरूको डम्पिङ साइट सांस्कृतिक हिसाबले पनि बन्न दिँदैनौँ, सामाजिक हिसाबले पनि बन्न दिँदैनौँ। हाम्रो समाज एउटा सभ्य सुसंस्कृत समाज हो। यो सभ्यता र संस्कृतिलाई हामी कायम राखेर अगाडि बढ्छौँ। यसमा एक समयमा भन्ने हो भने वास्तवमा यो 52 यिनीहरू पनि एक समयमा अहिले यी क्षेत्रीय होइन, राज्य गर्दैनथे भन्ने बुझिन्छ। तर त्यस्तो होइन। यी एक समयमा यी पनि राज्य गर्थे, क्षेत्री पनि राज्य गर्थे। आज अछुत भनेर जो भनिएको छ ती पनि एक समयका राजा रजौटाहरू थिए। पछि परिस्थितिले उनीहरूलाई बेग्लै पेसा अपनाउन बाध्य बनायो, आर्थिक अवस्था कमजोर बनायो। उनीहरू पेसाको हिसाबले, व्यवसायको हिसाबले नेपालमा आइपुग्दा त भर्खर अस्ति जयस्थिति मल्लको समयमा बल्ल यो वर्णाश्रम व्यवस्थालाई कडाइका साथ लागू गरियो, नत्र त्यस्तो थिएन नेपाल। त्यो पनि एउटा विकासको सन्दर्भमा आएको थियो। यस्ता सबै कुराहरूलाई हामीले के बिर्सिनु पर्दछ भने हाम्रा सबै जातिहरू एक एक समय शासकहरू थिए। आज जङ्गलमा भएका राउटेहरू एक समयमा शासक जाति थिए। उनीहरू शासनबाट लखेटिएपछि सुरक्षाका लागि जङ्गल पसे, निस्किन सकेनन्। बिस्तारै बिस्तारै उनीहरू धेरै पछाडि परे। तर एक समयमा त उनीहरू शासक थिए। त्यसो भएर कुनै पनि जातिले म चाहिँ शासक थिइनँ भन्ने ठान्नुपर्ने केही छैन। सबै हाम्रा पूर्वजहरू विभिन्न समयमा विभिन्न ठाउँका शासक थिए। त्यसो भएर सबै जातिहरू गौरवपूर्ण छन्। हाम्रा कुनै ह्युमिलिएसन हुनुपर्ने छैन। पछाडि परेका जातिहरू एक समयमा अगाडि थिए, अब फेरि अगाडि बढ्छ। तिनलाई फेरि अगाडि बढाउने हामी प्रयास गरिरहेका छौँ। तसर्थ हामी हरेक जातिले आफ्नो जातिप्रति गौरव पनि गर्छौँ र गौरव गर्नुको अर्थ अरूलाई घृणा गर्नु होइन। हामी अरूलाई सम्मान गर्दछौँ, अर्को जातिलाई सम्मान, अर्को थरलाई सम्मान, होच्याउने अपमान गर्ने गर्दैनौँ र सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भाव र त्यो सामाजिक न्याय, समानता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता आजको आवश्यकता हो। यो सधैँको आवश्यकता हो।
हाम्रो जस्तो विविधतायुक्त देशमा राष्ट्रिय एकता सधैँको आवश्यकता हो र एकताबद्ध भएर नेपालीहरूले आफ्नो देशको रक्षा, आफ्ना विकासका कामलाई अगाडि बढाउने कुरा र देशमा सुशासनका कुरा कायम गर्नुपर्छ। त्यस कामको अगुवाई गर्न आज नेकपा एमाले कसिएको पनि छ, गरिरहेको पनि छ। नीतिगत हिसाबले नेकपा एमाले बहुत स्पष्ट छ। हरेक कुरामा, हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ। कुनै दुविधा, कुनै अलमल केहीमा यसमा कसो गर्ने होला भन्ने छैन। राष्ट्रिय नीति कस्ता हुनुपर्छ, के गर्नुपर्छ, त्यसमा नेकपा एमाले स्पष्ट छ। र यसै प्रसङ्गमा अब हामी यो 11 गते राजाले अधिकार खोसेको थियो, जनतालाई फेरि रैती बनाएको थियो। हिजो अस्तिसम्म 63 साल वैशाख 11 गतेसम्म अधिकार खोसेर रैतीमा फेरि परिणत गरेको थियो। त्यसलाई पराजित गरेर विघटित संसद पुनर्स्थापना गरेर जनताका अधिकार जनतामा ल्याएर हामीले विजय हासिल गरेको दिन थियो वैशाख 11। त्यस दिन हामीले एउटा युवा महोत्सवको रूपमा, एउटा विजय दिवसको रूपमा, एउटा विजय उत्सवको रूपमा काठमाडौँमा युवा महोत्सव मनाउँदैछौँ। तर 40 वर्ष मुनिका युवाहरूको सहभागिता त त्यसमा हुने नै छ। तर अनेक हिसाबले स्वयंसेवक, अनेक हिसाबले फेरि हामी हरेकको त्यहाँ सहभागिता पनि हुन्छ। त्यसकारण म तपाईँहरू यहाँहरू सबैलाई पनि आग्रह गर्न चाहन्छु, त्यसमा हामी हरेक सहभागी बनौँ। आफ्नो आफ्नो भूमिका देशको पक्षमा, शान्तिको पक्षमा, जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, जनताको पक्षमा, जनताका अधिकार, हक अधिकारको पक्षमा, विकासको पक्षमा हाम्रो उत्सव मनाऊँ र अगाडि बढ्ने एउटा सङ्कल्प गरौँ। त्यसमा हामी सबैको सहभागिताका लागि पनि म आग्रह गर्न चाहन्छु। म फेरि एकपल्ट यस सङ्गठनका गौरवपूर्ण गतिविधिहरूलाई, बडो स्पष्ट गतिविधिहरूलाई, क्रियाकलापहरूलाई प्रशंसा गर्न चाहन्छु। यसको नेतृत्वले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ। वास्तवमा विनुजीले अत्यन्तै सफल ढङ्गले एउटा प्रमुख नेताको रूपमा, यहाँहरू सबै नेता हुनुहुन्छ, तर त्यसमा पनि प्रमुख नेताको रूपमा उहाँले बहुतै सफल भूमिका खेल्नुभएको छ। म उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु, बधाई भन्न चाहन्छु र उहाँलाई शुभकामना भन्न चाहन्छु। आगामी दिनमा पनि तपाईँको यो सक्रियता र यो नेतृत्व कौशलता, यी सबै कुराहरू सङ्गठनले प्राप्त गर्नेछ र सङ्गठनले लाभ लिनेछ भन्ने मैले विश्वास लिएको छु। अरू धेरै मैले केही भनिरहनु पर्दैन। आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ र यहाँहरूले गर्ने भूतपूर्व सैनिक प्रहरीहरूको हित कसरी हुनसक्छ, उहाँहरूका हक कसरी प्राप्त र स्थापित हुन्छन् र भूतपूर्व प्रहरी र सेना र प्रहरीका हक हितको मात्रै कुरा होइन, बुझेको एउटा सङ्गठित शक्तिमा रहेको सङ्गठनबाट तपाईँहरू आउनुभएको छ। तपाईँहरूको पृष्ठभूमि सेना प्रहरीको छ। तपाईँहरू एउटा अनुशासित इतिहास बोकेर आउनुभएको छ। अनुशासनको अर्थ र महत्त्व बुझेर अभ्यास गरेर आउनुभएको छ। त्यसकारण तपाईँहरूले जुन प्रकारको भूमिका खेल्न सक्नुहुन्छ देशका लागि, त्यो अरूले खेल्न गाह्रो हुन्छ। त्यसर्थ तपाईँहरू आफ्नो भूमिकालाई त्यही सङ्गठन, त्यही सङ्गठितपन, त्यही अनुशासित तरिका, त्यही कर्तव्यपरायणताका साथ देश जनताप्रति वफादार रहेर र पार्टीप्रति पनि निष्ठा राखेर, किनभने यो पार्टी नेकपा एमाले
देश र जनताप्रति समर्पित छ र इमान्दारिताका साथ स्पष्टताका साथ काम गर्छ। त्यसकारण यो भएन भने देश फेरि दिशाहीन हुन्छ। देशलाई दिशा दिने पार्टीप्रति पनि निष्ठा राखेर आफ्नो सङ्गठनलाई सुदृढ बनाएर गतिशील बनाएर यहाँहरू आफ्नो आफ्नो ठाउँमा अझ बढी सक्रियताका साथ क्रियाशील हुनुहुनेछ मैले विश्वास लिएको छु र यस अधिवेशनलाई यहाँहरूले एकताको अधिवेशनको रूपमा अत्यन्तै सुदृढ समझदारी उच्च स्तरको समझदारी सुदृढ र गतिशील सङ्गठन त्यसको आधारमा तपाईँहरू अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यही विश्वासका साथ यहाँहरूको यो 6औं राष्ट्रिय महाधिवेशन अत्यन्तै भव्यताका साथ सफल रहोस्। तपाईँहरू प्राय हरेकले आफ्नो टाउकामा एकै प्रकारको नेपाली हातहरूले बनेको ढाका टोपी लगाएर एउटा वास्तवमा हललाई नै शोभायमान बनाउनु भएको छ। एउटा सानो कुराले ठुलो राष्ट्रिय देशभक्ति र राष्ट्रिय एकतालाई प्रतिबिम्बित गर्नुभएको छ। यो टोपीको सिम्बलले मात्रै पनि म तपाईँहरूलाई बधाई भन्न चाहन्छु। फेरि पनि सबैमा धेरै धेरै शुभकामना भन्दै आफ्ना भनाइ टुङ्ग्याउँछु। धन्यवाद।